So this is very concerning. We all want to be successful. We all want to do so many things, extraordinary things in our life. And this video is for them only. If you don't have any purpose, if you don't want that top 1% life, if you don't want to achieve or accomplish your high level goal, then it's not for you. सो हामी सबैलाई चाहिँ एउटा ठ्याक्कै त्यो क्राइटेरियामा पुग्न मन लाग्छ, एउटा ड्रिम गोल भनिन्छ, त्यो चिज चाहिँ एचिभ गर्न मन लाग्छ। तर हामीले चाहिँ सेक्रिफाइस गर्न सक्छौँ त? त्यो गरिरहेको छौँ, गर्नलाई के गरिरहेछौँ र किन गरिरहेको छैनौँ? सो इट्स बिन आई हेभ स्टार्ट आई विल गिभ माई अन इक्जाम्पल। म मेरो इक्जाम्पल दिन्छु। मैले चाहिँ 21 दिनसम्म चिनी खान्न भनेर एउटा च्यालेन्ज गरेको थिएँ आफूलाई। मैले के सोचिरहेँ त्यो चाहिँ जर्नी म रेकर्ड गर्छु, त्यो रेकर्ड गरेर चाहिँ म भिडियो हाल्छु भनेर सोचेको थिएँ। अनि त्यसो पहिलो एक दिन लास्टै गाह्रो भयो, खाइनँ। दोस्रो दिन नि खाइनँ, गाह्रो भयो। खान मन लाग्छ यताउति स्विट्सहरू देखिन्छ युएसमा, तर मैले खाइनँ। आई डोन्ट नो, इट्स बिन मोर देन 100 डेज, 100 दिनभन्दा बेसी भइसकेको छ। लास्ट टाइम कहिले चिनी खाएको खाएन। अहिले मलाई त्यो चिनी खानै मन लाग्दैन, न म चिनी हालेको कुनै प्रडक्टै खान्छु क्या। आई हेभ लस्ट फ्याट फ्रम माई बडी। मेरो बडीमा ड्रास्टिक चेन्ज आएको छ त्यो कारणले। सो इफ त्यस्तो लेभलको सेक्रिफाइस हामीले गर्न सक्छौँ। र मलाई थाहा छैन, मैले कति दिनदेखिबाट सोसियल मिडिया जुग भइसक्यो, मैले सोसियल मिडियामा के भएको छ नि थाहा छैन। सोसियल मिडियामा म पोस्ट पनि गर्दिनँ। म मेरो भाइलाई ब्रोलाई भिडियो पठाइदिन्छु, उसले अपलोड गर्छ, के क्याप्सन हाल्छ, के हाल्छ, कसले हेर्छ, कसले हेर्दैन, कसले लाइक गर्छ, त्यो मलाई चिन्दै छैन, मलाई थाहा नै छैन क्या के भइरहेछ। अनि कति भइसक्यो पनि मैले गनेकै छुइनँ क्या। सोसियल मिडिया चलाउँदिनँ भनेको थिएँ, चलाउँदिनँ भनेको खोलेकै छैन क्या। त्यो कहिले हो थाहा नै छैन। त्यसै गरी मलाई थाहा छैन कि म लास्ट टाइम कहिले पार्टीमा गएको थिएँ, लास्ट टाइम म कहिले ग्यादरिङमा गएको थिएँ, मलाई थाहा छैन। लास्ट टाइम म कहिले क्लब गएको थिएँ, मलाई थाहा नै छैन। मैले राम्ररी 1.5 वर्ष भइसक्यो मैले मुभी पनि हेर्न गएको छुइनँ, कतै घुम्न पनि गएको छुइनँ। सो त्यो सेक्रिफाइस गर्न सकिन्छ त? हामी भन्छौँ होइन, अब यो गरौँ ऊ गरौँ, यो गर्न सकिन्छ ऊ गर्न सकिन्छ, अर्काको लाइफसँग कम्पेयर गरिन्छ होइन। यसले यस्तो गर्यो, यसले सक्छ नि म किन सक्दिनँ, किन सकिरहेको छैन त? केही न केही त सेक्रिफाइस गर्नु पऱ्यो नि त। आई हेभ अभोइडेड सो मेनी कन्भर्सेसन ड्युरिङ दिस टाइम। आई हेभ अभोइडेड सो मेनी ड्रामाज। म आफूलाई क्लोज लाग्ने मान्छेसँग नबोलेको नि कति भइसक्यो। आई अलवेज टक विथ माई प्यारेन्ट्स, माई ब्रदर। त्यो बाहेक प्रोफेसनल कुरा मात्रै हुन्छ, अरू केही कुरा हुँदैन। मलाई थाहा छैन मैले कहिले लास्ट टाइम कहिले खुलेर मनको कुरा कसैलाई भने, इमोसनल सपोर्ट मागेँ, इमोसनल सपोर्ट दिएँ। आई डोन्ट नो। अब मैले त्यो सबै कुरा बिर्सिसकेको छु क्या। यो टाइम आउँछ फेरि एकचोटि फेरि यो सबै कुरा मैले जे कुराको लागि म पछि लागिरहेको छु, यो कुरा एचिभ गरिसकेपछि आई विल ह्याभ मोर टाइम क्या। त्यो केही सर्टेन टाइम हुन्छ, त्यो सर्टेन टाइममा म रमाइलो गर्छु, त्यो सर्टेन टाइममा मलाई मन लागेको मान्छेसँग बोल्छु, मन लागेको ठाउँमा जान्छु, मन लागेको टाइम म दिन्छु क्या कसैलाई। तर राइट नाउ वाट इज द मोस्ट इम्पोर्टेन्ट थिङ इन माई लाइफ? मेरो प्रायोरिटी के छ? मेरो प्रायोरिटी कसैलाई टाइम दिनु, अथवा भनौँ न इफ आई वान्ट टु बी हेल्दी देन मेरो प्रायोरिटी सुगरी प्रडक्ट खानु अथवा प्याकेज प्रडक्ट खानु, त्यो हो त होइन नि त। आई हेभ सेक्रिफाइस सो मेनी थिङ्स। आई विल बी सेक्रिफाइसिङ सो मेनी थिङ्स। आई विल बी कम्प्रोमाइजिङ माई सेल्फ नट टु गो टु द प्लेस where I won't get any value in my life. So it won't be for the long time, it won't be for the permanent time, but for certain time I have to stop myself. त्यो एउटा डिसिप्लिन त हुनु पऱ्यो नि त, त्यो एउटा सेल्फ कन्ट्रोल त हुनु पऱ्यो नि त। समवन वान्ट्स टु बी युट्युबर अनि उसले आजसम्म स्क्रिप्ट लेखेको छैन,
आजसम्म एडिटिङ सिकेको छैन, रिसर्च गरेको छैन, कन्टेन्ट के बनाउने थाहा छैन. सो एभ्री वान वान्ट्स टु बी समथिङ इन दियर लाइफ. तर मोस्ट इम्पोर्टेन्ट थिङ भनेको चाहिँ सेक्रिफाइस नै हो क्या. सो वी अलवेज फरगट वाइ, किन चाहिँ हामीले सेक्रिफाइस गर्न सक्दैनौँ भन्दाखेरि चाहिँ फर्स्ट इनिसियल फेजमा चाहिँ जहिले पनि गाह्रै हुन्छ कि कुनै पनि चिज. यदि जस्तै म 20-21 वर्ष मानौँ सपोज है, म 20-21 वर्षदेखिबाट त्यो चिनीवाला ड्रिङ्क, त्यो चिनीवाला प्रडक्ट खाइरहेको छु भने मलाई सडनली चाहिँ झ्याप्पै छोड्न त गाह्रो हुन्छ नि त. त्यो एउटा ह्याबिट भइसकेको छ नि त. सो इनिसियल फेजमा त अफकोर्स त्यो गाह्रो हुन्छ क्या. तर स्लोली ग्रेजुअल्ली मलाई अहिले कसैले आएर एउटा बेकरी एउटा केही चिज खा भने, एउटा कुकी खा भने म खाँदै खान्न क्या. म खानै सक्दिनँ. सो स्लोली ग्रेजुअल्ली चाहिँ त्यो कुरा एडप्ट गरिँदै जान्छ क्या. अब जमानादेखिबाट फेसबुक, इन्स्टाग्रामको रिल्स, टिकटक रिल्स, आई डोन्ट नो वाट एभर के छ अहिले सबै चिज हेरै छ त एक्कासी छोड्न त त्यो छोड्नको लागि पनि अर्को चिज हुनुपर्छ क्या समाउनको लागि. त्यो गाह्रो हुन्छ नि त. सो त्यो कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामीलाई सुरुमा जे चिज पनि गाह्रो लाग्छ क्या. एउटा चिजबाट अर्को चिजमा सिफ्ट हुनको लागि अफकोर्स गाह्रो हो क्या. त्यो भनेको हाम्रो ह्युमन नेचरै हो क्या. एउटा सिफ्ट खोज्ने हो क्या. जस्तै आई सिफ्टेड टु द बुक्स, आई सिफ्टेड टु द प्रोजेक्ट्स, आई सिफ्टेड टु द प्रोफेसनल पिपुल, आई सिफ्टेड टु द कन्टेन्ट द्याट आई लाइक टु मेक. सो मेरो लागि एउटा सिफ्ट हुनलाई चाहिँ मैले चाहिँ सोसियल मिडिया त छोडेँ रे. तर सोसियल मिडिया छोडेर मैले त्यो टाइम चाहिँ केमा स्पेन्ड गर्छु, त्यो सोसियल मिडियामा के भइरहेछ भनेर सोच्न टाइम स्पेन्ड गरिरहेको छु कि कुनै एउटा प्रोजेक्टमा टाइम स्पेन्ड गरिरहेको छु जसले चाहिँ मेरो लाइफमा भ्यालु एड गर्नेछ, गरिरहेको छ. सो वी हेभ टु थिङ्क अबाउट द्याट. अनि गोल कतिको इम्पोर्टेन्स हो भन्ने कुरा पनि हो. सो यो सुरुमै हुँदैन क्या. यो चाहिँ एउटा ह्याबिट बसाउनै पर्छ. यदि यो ह्याबिट बसेन भने चाहिँ अब नराम्रो ह्याबिट बस्छ अफकोर्स. त्यसपछि त्यो गोललाई चाहिँ एकम्प्लिस गर्न गाह्रो हुन्छ. सेक्रिफाइस बिना केही पनि त्यो पोसिबलै छैन. यो मेबी देयर इज समथिङ ऱ्यान्डमनेस, बट द्याट डजन्ट मिन यु विल achieve everything without doing anything, without sacrificing anything. So it's ridiculous opinion also. मलाई केही लाग्छ यस्तो कुराहरूमा चाहिँ. But yeah, it's the sum of so many things. I can make a whole detailed video on this topic also, but not this time, but not now. Maybe someday for sure. तर कुरा चाहिँ यही नै हो. Sacrifice is very important. छोड्दै हुन्छ 1 वर्ष 2 वर्ष 3 वर्षको लागि के फरक पर्छ र. बाँच्यो भने त होल लाइफ सधैँ जे चिज गर्नलाई पनि. अब त्यो त्यही हो क्या कुरा चाहिँ. हुन पनि छ, गर्न पनि छ, मन पनि छ, गरिन्न पनि. अब किन गरिन्न भनेर नि क्वेसन गरिन्न. त्यही हो इम्पोर्टेन्ट चिज भनेको चाहिँ. अनि चाहे हेल्थ सेक्सनमा, चाहे फाइनेन्स सेक्सनमा, चाहे एजुकेसन सेक्सनमा सेक्रिफाइस गर्नै पर्छ क्या. हेल्थ सेक्सनको लागि हामीले सुगरी प्याकेज आइटम्स सेक्रिफाइस गर्नुपर्छ. फाइनेन्स सेक्सनको लागि हामीले पार्टी इन्टरटेनमेन्ट अभोइड गर्नै पर्छ टु सेभ मनी होइन. धेरै काम गर्नुपर्छ. अब त्यसै गरी एजुकेसन सेक्सनमा अथवा कुनै कन्टेन्ट कुनै चिजहरूमा फोकस गर्नु, कुनै प्रोजेक्टमा फोकस गर्नु छ भने वी हेभ टु सेक्रिफाइस द्याट सोसियल मिडिया कन्जम्पसन. यु हेभ टु क्वेसन योर सेल्फ वाइ यु आर मेकिङ द्याट अननेसेसरी रिल्स अन टिकटक अर इन युट्युब अर इन फेसबुक होइन. केही पैसा त्यसले ब्रिङ गरिरहेछ, त्यसले मोनिटरी पर्पोज निकालिरहेको छ कि अथवा त्यसले चाहिँ ब्रान्डिङ गर्न हेल्प गरिरहेछ कि अर इट्स जस्ट टेकिङ यर टाइम ओन्ली. इफ इट्स देन के भन्नु, इट्स नट वर्थ इट फर मी. इफ यु थिङ्क लाइक यु आर ह्याप्पी, अफकोर्स डोपामिन रिलिज गर्छ होइन. यो बारेमा डिटेली भिडियो बनाउन दामी हुन्थ्यो होला. तर वी आर मेकिङ 3 one of the greatest video I guess. दुईवटा त होल डकुमेन्ट्री नै हुन्छ, बवालै हुन्छ. एन्ड देन धेरै कुरा हुँदैछ. सो अहिलेको लागि चाहिँ या सेक्रिफाइस इज द मोस्ट नेसेसरी थिङ. Sacrifice yourself, sacrifice that unnecessary,
things that you can do in coming days, in in coming years also. For now, what is the most important thing for you? Do that yourself, surrounded by the great people, surrounded by the best people. And don't talk bullshit. म त त्यो पनि सोध्छु. So yeah, that's all. Thank you so much. You have a good one.